मैले सौरभ जोशीलाई भेटेको हो। कहाँ सौरभ जोशीलाई भेट्नु? अनि तिमी फ्री फायरको फ्यान हो? तिम्रो फेभरेट गेमै फ्री फायर हो? किन फ्री फायर किन हो तिम्रो फेभरेट गेम? सो हाम्रो अर्को सब्सक्राइबर आयो भाइसँग। सो यता यता हेर केटा होला, यता आयो भन। सो अघि भाइ, सो के छ? ठिक छ? ल अनि अघि भाइले भनेको थिएँ नि समता, मैले गेस गरेको। अनि तिम्रो ड्रेस पनि समता लेखाएको छ नि त, अनि यहाँनिर अनि मैले गेस गरेँ क्या। सो होइन केही छैन, अलि सानो जस्ट बोलिदिउँ न होइन। सो भाइहरूसँग भेटेको छु होइन। हाम्रो भाइहरूको इन्ट्रोड्युस गरौँ। यो भाइलाई मैले अस्ति पनि भेटेको छु। मेरो भ्लगमा तपाईँ फलो गर्दै हुनुहुन्छ भने उसलाई जमानामै भेटे हो होइन। 1 महिना अगाडि भेटे हो जस्तो लागिरहेको छ, 1 महिना। सो हाम्रो दसैँमा खसी काट्ने बेला भेटेको त्यति बेला भेटेको थिएँ नि त भाइलाई। आज फर्स्ट टाइम भेटेको मैले है। भाइको नाम के हो? चिन्टु अनि मोक्तान होइन। अनि भाइको नाम के हो? सो नेपाली अडियन्सलाई, हाम्रो अडियन्सलाई भनिदिउँ होइन। हाम्रो साथीहरू चाहिँ यहाँ छन् होइन। केटाहरू चाहिँ रमाइलो छन्। केटाहरूसँग 3टा ल्याङ्ग्वेजमा पनि भ्लग गऱ्यो, रमाइलो भयो। रमाइलो भयो, भाइले रमाइलो भयो। सो भाइहरूसँग अब भ्लग गऱ्यो, रमाइलो भयो। सो हाम्रो भाइ चाहिँ जेरी लिम्बूको फ्यान पनि रहेछ होइन। जेरी लिम्बूको भिडियो चाहिँ हेर्ने रहेछ होइन। अनि ऊ मेरो भिडियो हेरेर होइन, जेरी लिम्बूको भिडियो मैले भ्लग हालेको थिएँ र उसको थ्रु उसले मेरो भिडियो हेऱ्यो र मेरो फ्यान बन्यो होइन त। यस, तिमी फ्यान हो फेक पक्का? खोइ क्यामेरा हेरेर भन नि त। भाइ होइन, मलाई थाहा छ। तर भाइलाई म बिस्तारै राम्रो राम्रो भिडियोज बनाएर चाहिँ भाइलाई फ्यान बनाउँछु होइन। मेरो भिडियो पनि पछि भाइले वेट गर्नेछ, मलाई थाहा छ आउने दिनमा होइन। र रमाइलो हुनेछ। जस भाइसँग कुराकानी गरेँ, रमाइलो भयो होइन। आउनु त भाइ, यसो वक गरौँ न त। आउनु भाइहरूसँग अब वक गरेर यसो जाउँ न कतै, यसो वक गरौँ। आऊ भाइ। दाइ तपाईँले सौरभ जोशीलाई भेटेको हो। कहाँ सौरभ जोशीलाई भेट्नु? अनि भाइ, सो के छ? ठिक छ? ठिक छ। ल अनि के छ? अनि हाम्रो अर्को हाम्रो रेमन भाइ के छ? दुवैजना ठिक छ। सो अब दुवैजनासँग भ्लग गर्ने हो, यसो कुराकानी गर्ने हो। र आजको दिन भयो खा छैन? ल ठिक छ। अब भाइहरू मैले पनि खाना खाएको छैन, अब एकछिनमा खाना खान जाने। तर अहिले चाहिँ एकछिन भ्लग बनाउने। ल सो भाइहरू के छ? ठिक छ? ल भाइहरू यता हेर, यता हाई भन। ल म ल ओके भाइहरूसँग अब भ्लग बनाउँदै जानु म आउँछु। कहाँ जाने तिमी? साथीले बोलाउनु। साथीले बोलाउनु ल। ल भाइले कसलाई बोलाएको यार? अनि ठिक छ भाइ, अब ठिक छ, हामी मान्छौँ न। मलाई लाज लाग्छ यार। सो भाइहरूले चाहिँ कसलाई बोलाउनु? साथीलाई बोलाएको? जाउँ न यतिकै, साथीलाई बोलाउनु पर्छ। ल ल सो हाम्रो भाइले चाहिँ म आउ न। अनिक भाइ, अनिक भाइ औ औ औ जाऊ औ। सो आज भाइहरूसँग घुम्ने हो होइन। अनिक भाइसँग पनि घुम्ने हो, भिडियोज बनाउने हो, रमाइलो गर्ने हो कि हुन्छ। ल भिडियोज बनाउने र कुराकानी गर्ने, त्यही हो आजको दिन। यसरी बिताउनु पर्छ है। सो अनिक भाइ के हो तिम्रो फेभरेट के हो गेम? के हो? के? तिमी फ्री फायरको फ्यान हो? तिम्रो फेभरेट गेमै फ्री फायर हो? किन फ्री फायर किन हो तिम्रो फेभरेट गेम चाहिँ? किन? धेरै साथीहरू हुन्छ, टिमहरू हुन्छ। अनि फ्री फायर त धेरै खेल्नु हुँदैन भन्छ त। अनि किन खेल्छको फ्री फायर धेरै? म पनि भोलिदेखि स्कुल जाने हो। अनि भोलि स्कुल गएपछि बिहान एकछिन खेल्छु, अनि भात खान्छु, लुगा लाउँछु, पानी सानी भरेर स्कुल जान्छु। अनि फ्री फायर खेल्छौ? होइन, बेलुका चाहिँ फ्री फायर खेल्छौ होइन भाइ? अनि फ्री फायर धेरै खेल्नु हुँदैन नि? सो हाम्रो अर्को सब्सक्राइबर आयो। भाइसँग त मैले भिडियो पहिला बनाएको छु नि, थाहा छ कि नै? त्यो भाइसँग त पहिले बनाएको नि यार भिडियो त यार। भाइ मैले सो आज मेरो 3जना फ्यानहरूसँग भेटेँ होइन। भाइले मेरो भिडियो हेर्छ। ल ल यता हेर भाइहरू, लाइक पनि गर्छु। ल दिपेश कुमार चौधरी। सो यता हेर केटा होला, यता हाई भन। सो आउनु त कुरा गरौँ होइन। भाइसँग त मैले पहिला नि भिडियो बनाएको छु होइन। भाइसँग त उसको नाम के सिसेन यङ के छ? से ह्याङ। अनि भाइको नाम चाहिँ यतै बाटो भेटेँ।
मैले त सबलाई यतै यतै वरिपरि पनि भेटाएँ हो नि त भाइहरूलाई त अनि उता हामीले तपाईँलाई भेटाएको थियो हामीले भिडियो पनि बनाएको थियो है रमाइलो भएको थियो भाइसँग पनि बनायो भाइसँग पनि बनाएँ र सबै केटाहरूसँग बनाएँ होइन यस रमाइलो भयो भिडियो बनाउँदाखेरि होइन सो भाइहरू 3 जना साथी हो भाइ 3 जना साथी हो होइन यो र म चाहिँ साथी हो ए हो तिमीहरू साथी ऊ चाहिँ किन होइन म दाइ हो ए दाइ हो होइन दाइ पनि साथी जस्तै त हो नि सो आज भाइहरूसँग यसो कुराकानी गर्दैछु होइन र भाइहरू पैसा छ जब मार्केट अब भाइहरूले कता मार्केट जान्ला भाइ सुपर मार्केट किन ल सो अब भाइहरूसँग यसो हल्का कुराकानी गरौँ आउनु त बसेर कतै कुराकानी गरौँ न त कता बस्ने ल ल यतै बसौँ ल अनि ठिक छ यतै बसौँ ल बस अब भाइ ल बस एकछिन कुराकानी गरौँ न त भाइहरूसँग होइन कुराकानी गरौँ होइन रमाइलो कुराकानी गरौँ होइन र मेन भनेको त लाइफ भनेको भाइहरूलाई जिन्दगी के लाग्छ लाइफ भनेको के हो जिन्दगी भनेको के हो लाइफ भनेको के हो भाइ भन त ल भाइहरू कति क्लासमा पढ्छ भन त तपाईँ कहिले कहिले आउनुहुन्छ म त सधैँ देख्छु तिमीले मलाई म टाइम आएर हुन्छु होइन म त जस्ट अब च्यालेन्ज पनि लिएको छु नि त भिडियो बनाउने होइन अनि हाम्रो सिसी ह्याङले त पनि मलाई कहिलेको देखिरहेको हुन्छ बेला बेलामा है म आफैले च्यालेन्ज लिएको हो भाइ होइन लाइक भिडियो बनाउनको लागि होइन कन्टेन्ट बनाउनको लागि होइन सो हामी भाइहरूलाई म अब होइन कुराकानी गर्छु है त भाइहरूसँग कुराकानी सोध्छु होइन भाइहरूलाई मनपर्ने गेम कुन हो भन त ए 3 जनै फ्री फायर फ्यान हो तिमी पनि मेरो दाइ पनि ल अनि फ्री फायर धेरै खेल्नु हुन्न नि त अनि फ्री फायर धेरै खेल्नु पढ्नु मन लाग्दैन नि पढ्नुमा मन लाग्छ कति हो तिम्रो रोल नम्बर कति हो सिसी ह्याङको ए 10 हो अनि तिम्रो 3 अनि तिम्रो मेरो 1 तिमी टपर रहेछ यार तिमी पुरानो रहेछ त मेन होइन त तर पढ्ने रहेछ अनि सिसी ह्याङ पनि पढ्ने नै रहेछ 10 रहेछ अनि भाइको 3 भाइ पनि लास्ट पढ्ने रहेछ यार अनि भाइ पनि टन्नै पढ्ने रहेछ भने पहिला 2 थियो धेरै खतरै पढ्ने रहेछ भाइ 3 जनै समतामा हो केटाहरू जस्तो समताको डन रहेछ म त फेसहरू पढिदिन्छु नि त मान्छेको मन अघि भाइले भनेको थियो नि समता मैले गेस गरेको अनि तिम्रो ड्रेस पनि समता लेखाएको छ नि त अनि यहाँनिर अनि मैले गेस गरेँ क्या अनि स्कुल जान रमाइलो हुन्छ केटाहरूलाई कस्तो स्कुल जाँदा कस्तो फिल हुन्छ राम्रै फिल हुन्छ स्कुल चाहिँ अनि हाफ टाइममा रमाइलो भइरहेको छ स्कुलमा के पढाउनुहुन्छ हो एबिसिडी हो के पढाउँछ अनि लिभिङ थिङ्सहरू गीतमा चाहियो भने किनभने नाच्नु आउँछ केटाहरूलाई अस्ति नाच्यो हैन हिजो हैन हिजो त अनि यार कस्तो शनिबार रहेछ ल सिक्छ केटा हो जस रमाइलो भइरहेछ केटाहरूलाई स्कुलमा के राम्रो चिज के लाग्छ स्कुलको तिमीहरूलाई के राम्रो लाग्छ तिमीलाई अनि तिमीलाई के राम्रो लाग्छ स्कुलको मलाई स्कुलको के राम्रो लाग्छ साथी अनि अरू मलाई पनि साथी अनि साथी राम्रो लाग्छ होइन अनि स्कुलको सर म्याम राम्रो लाग्छ अनि सर म्याम एउटा म्याम मेरो एउटा म्याम मात्र राम्रो लाग्छ कुन म्याम राम्रो लाग्छ कुन चाहिँ म्याम राम्रो लाग्छ मेरो पनि टिचर लिन्सा अनि मेरो अनि किन अरू चाहिँ किन राम्रो लाग्दैन मलाई त रेनुका मेरो लाइफ सही हो यार केटाहरूसँग जस केटाहरूसँग कुराकानी गरेँ राम्रो कुराकानी गरेँ होइन अनि केटाहरूको फेभरेट सब्जेक्ट कुन हो सब्जेक्ट ओ माइ गॉड तिम्रो इङ्ग्लिस अनि तिम्रो मेरो साइन्स ल केटाहरू सो यु लाइक इङ्ग्लिस ओके सो ल केटा त्यस्तो नबोल भाइ त्यस्तो बोल्नु न ओके सो ओके हामी चाहिँ अब फेरि ल